बीचमा ज्ञानले हेर र अहिले अलङ्कारमा तपाईलाई कर्मले नाम रूपले कर्म भन्नुस् त कर्मले नाम रूपले कर्म सृष्टिकर्ता स्वाभाविक धर्म। अहिले कर्मले नाम रूप भन्दा पहिला यहाँ एक कोठामा हेर्नुहोस् त तपाईँ हामीले अघि बताइएको संस्कार भनेको अरू कर्म हो। कर्म कति प्रकारका कर्म बताइयो? कति प्रकारका? 3 प्रकारका। पुण्यादि संस्कार कतिवटा संस्कार? 3 प्रकारका संस्कारले अहिले अरू मिल्छ कि नाम रूप मिल्यो? पुण्यादि संस्कार भनेको पुण्य धेरै गरिएको कर्म पुण्यादि संस्कार भन्नाले, अपुण्यादि संस्कार भन्नाले पाप धेरै गरिएको कर्म। त्यसो भने पुण्य कर्म पाप कर्म। आनेजादि संस्कार भन्नाले ध्यान भावना तपस्या गरिएको कर्म। के गरेको? तपस्या समद्भावनालाई आनेजादि संस्कार। त्यसो भने पुण्यादि संस्कारले भनेको अरू कर्म हो। कर्मले नाम रूपले फेरि कर्म। त्यसो भने पुण्यादि संस्कारले फल दियो भने कति लोक भनिन्छ? 6 लोक, 1 मनुष्य लोक। नपुरुष कति लोक हो? त्यो चाहिँ अरू हो कि पुण्यादि संस्कारको बाटो? पुण्यादि संस्कारले गरियो। त्यसो भने तपाईँ हामी अहिले मान्छेबाट कहाँबाट आएका रहेछौँ? पुण्य धेरै गर्नाले अनुमान लाग्यो कि लागेन? पुण्य धेरै गर्नाले तपाईँ हामीलाई अहिले अरू मिलेको खण्ड मिलेको। मान्छे छोरा छोरी चाहिँ भने पनि अरू कि खण्ड हो। खण्ड के भन्नुहोस् त? विज्ञान नाम रूप सलायतन हस वेदना अरू कि पञ्चखण्ड हो। पञ्चखण्डलाई सत्यबाट हेर्दा के सत्य हो? दुःख सत्य। के सत्य हो? दुःख सत्य। किन दुःख सत्य भनेको? जरा व्याधि मरण भन्नुहोस् त। जरा व्याधि एक दिन बुढो हुनुपर्छ कि पर्दैन? रहर लाएर बुढो हुनुपर्छ कि कर लाएर हो कि त्यसको स्वभाव हो? बुढो हुन कसैलाई मन लाग्छ? मन नलाई बुढो हुनु पर्ने सुख हो कि दुःख हो? व्याधि रोगी पनि भइन्छ कि भएन? रोग हुन कसैलाई इच्छा हुन्छ तर पनि भइन्छ। रोगी भइन्छ कि भएन? भइन्छ। कसैलाई रहर छ त? अच्छा एक दिन मर्नुपर्छ कि पर्दैन? मैले त काम टक्टुकै भ्याएँ, आनन्द भयो, मैले कमाइ पनि गरेँ, सबै थोक कुरा गरेँ, अब म जाँदैछु भनेर टाटा गरेर मरेका कति छन्? छैनन्। मन लाएर मर्नुपर्छ कि मन नलागी मर्नुपर्छ? त्यही भएर सुख कि दुःख हो? दुःख हो। के सत्य मिलेको? दुःख सत्य। त्यसो यो दुःखसँग यत्तिकै मिलेको कि कर्म गर्नाले हो। कर्मले नाम रूप, कर्मले नाम रूपबाट फेरि अरू गरिन्छ कि कर्म गरिन्छ? जस्तै नाम रूप भनेको खण्ड छ त्यहाँ तन्ना उपादान कर्म दिनको दिन कर्महरू गरिन्छ कि गरेन? त्यसो भने दिनको दिन कर्म गर्दा राति बिस्तारमा सुत्दा सुन्नु लौकिकमा आफूले घरमा हुँदा धेरै पुण्य गरिन्छ कि पाप गरिन्छ? त्यो त मैले भने तपाईँले आफै भन्नुभएको होइन। पाप गरियो भने फेरि त्यो पाप त्यहाँ पुण्य अपुण्यादि संस्कारले फल दियो भने कहाँ दिन्छ? 4 अपाय कहाँ दिन्छ? त्यही भएर पुण्य कर्म धेरै गर्नुपर्छ कि पर्दैन? पर्छ। थोरै गरियो भने कहाँ फल दिन्छ? 4 अपाय। त्यही भएर अहिले यो कर्मले फेरि नाम रूप, यो कर्मले फेरि के मिल्छ? नाम रूप भन्ने बित्तिकै हेर्नुहोस् जाति विज्ञान नाम रूप सलायतन पस वेदना कहाँबाट आएको भन्दा? कर्मबाट। कहाँबाट आएको? त्यसो भने कर्मले दिएको खण्ड हो भने कर्म भनेको कुनै शक्तिशाली देवता हो? कुनै कर्मजी पनि बुद्ध भगवान पनि कहाँबाट आएको? कर्मबाट। कहाँबाट आएको? जस्तो काम गरे उस्तै दाम मिल्यो कि मिलेन? त्यही हो, आफ्नो काम अनुसारको दाम मिल्यो भने कर्ममा विश्वास नहुँदा मान्छेले कसले बनाइदिएको अरे? कर्माजीले
ब्रह्मजीले होइन, मैले म्यामा देशमा भनेको आज दिउँसो बिहान भने तपाईँलाई ब्रह्मजीले त गर्दै बनाएन, बर्माले बनाएका कसले बनाएको हो कि होइन? ब्रह्मजीले बनाएको कर्मले हैछ। कर्मले, कर्म भनेको नि कहाँबाट आउँछ? कर्म भव, कर्म कहाँबाट आएको? उपादान कहाँबाट आउँछ? तना कहाँबाट आएको? खण्डबाट कहाँबाट आएको? यहाँ त वेदना, वेदना सलायतन, फस्स सलायतन, नामरूप विज्ञान भनेको अरू पञ्चखण्ड हो। यो पञ्चखण्ड कहाँबाट मिलेको? संस्कार। संस्कार कहाँबाट आएको भन्दा अविद्याबाट, जान्नाले कि नजान्नाले हो। सत्य नबुझ्नाले खण्ड मिलेको, सत्य नबुझ्नाले हो कि होइन? सत्य सही जति नजान्ने अरू हो कि अविद्या हो। अविद्याको आधारमा गरिएका कर्म जति अरू हो कि संस्कार हो। अविद्या र संस्कारले गरेको मिलेको चाहिँ नि खण्ड। त्यसो भने कर्मले नामरूप, नामरूपले कर्म सृष्टिकर्ता छैनन्, स्वाभाविक धर्म। त्यसो भने कर्म पनि कति प्रकारका कर्म बताइयो? 3 प्रकारका। आनन्जारी ध्यानलाई छोडेर कतिवटा रहे? 2टा। पाप कर्म हो भने 4 उपाय फल दिन्छ। पुण्य कर्म हो भने सुगतिमा फल दिन्छ। कहाँ फल दिन्छ? सुगतिमा। त्यसो भने तपाईँ हामी मान्छे आएका कहाँबाट आएको भने थाहा भयो कि भएन? के कर्म गरेर आएका? पुण्यादि संस्कार गर्नाले मान्छे भएर आइयो। र अहिले पनि पुण्यादि संस्कार धेरै गरियो फेरि मान्छे भइन्छ कि भएन? भन्छ। तर पाप धेरै हुन्छ कि पुण्य धेरै हुन्छ त आफै विचार गर्नु हो कि होइन? पापले फल दियो भने तल झार्छ कि झार्दैन? पुण्यले फल दियो भने माथि लैजान्छ। संसारमा धेरै तल झर्छन् कि माथि जान्छन्? कता जान्छन्? त्यही भएर फल्ना खसिन अरे, फल्ना खस्यो अरे। खसेको माथि हो कि तल हो? तल खस्छन् कि खस्दैनन्? खस्छन्। भगवानले पनि जब ज्ञान पाएर दो बाटोमा बसेर मैले कसलाई देशना गर्ने होला भनेर 749 दिनसम्म पहिला धर्म मनन गर्नु। अब मैले कसलाई देशना गर्ने होला भनेर हेर्दाखेरि त अल्ल लोकका प्राणीहरू कस्ता उल्टीहरू हुन्। धर्म छ एकतिर, खोजी छ एकतिर, हाइहुल्लामा कुदेका छन्। धर्म छ एकतिर, धर्म छ बाहिर छ कि भित्र छ? आफ्नै खण्डमा छ। खोजी छ बाहिर, बाहिर बाहिर दुखेका छन्। यस्ता उल्टीहरू ओहो भनेर हेर्नु। सारा लोकलाई हेर्दाखेरि देउता पनि फुत्रु मरेका छन्, झरेका छन्, सबै तल जान्छन्। 1000 देउता मरेर एउटा देउता फेरि हुने थिएनन्। 1000 मान्छे मरेर फेरि एउटा मान्छे बदला हाल्ने थिएनन्। सबै उल्टीहरू तल मात्रै झरेका छन्। आजभन्दा 2600 वर्ष अगाडि भगवानले देख्नुभयो मान्छे धेरै मरेर तल जाँदैछन्, माथि जाँदैछन्, तल जान्छन्। धन्न भगवान नेपालमा उत्पन्न हुनुभयो र सारा सत्य बुझाएर यो त पाप हो, यो त पुण्य हो, यो राम्रो काम हो, यो नराम्रो काम हो भनेर भगवानले बताउनु भयो कि बताउनु भएन? बताउँदा सबैले बुझे कि बुझेनन्? सबैले बुझेनन्। बुझ्नेले बुझे, नबुझ्ने अझै पनि छोडिए कि छोडिएन? पाप र पुण्य त पनि मान्छेहरूलाई भगवान उत्पन्न नहुने थाहा हुँदैन। भन्न त पाप शब्द त छ नि, पाप भनेको त भनिन्छ कि भनिन्न? पुण्य पनि भनिन्छ कि भनिन्न? तर पाप र पुण्यको अर्थ पनि थाहा छैन। कतिपयलाई धर्म भन्ने अर्थ पनि छैन। धर्म भनेको के हो भन्ने सोध्नुहोस् त गएर। मन्दिर गएर आएको पनि धर्म अरे, बिहार गएर आएको पनि धर्म लुटे, पुल बनाएर आयो भने धर्म लुटे, बाटो बनायो भने धर्म लुटे। धर्म लुट्ने हो? धर्म पनि कमाउने हो? होइन, त्यो त पुण्य गरेको। राम्रा राम्रा काम गरेको त पुण्य गरेको, धर्म गरेको पुण्य गरेको। हेर्नुहोस् त, धर्मको अर्थ पनि थाहा। धर्म भनेको त अहिले जो 18 धातुहरू छन्, अत्तलो स्वभावम धारेति धर्म। आफ्नो स्वभावलाई धारण गर्छ भने त्यसलाई के भन्ने? धर्म। आँखाले के काम गर्छ? कानले के काम गर्छ? नाकले गन्ध थाहा पाउँछ, जिब्रोले रस थाहा पाउँछ, कायमा चाहिँ पर्व स्पर्शहरू चिलाउने, सन्चो हुने, मन थाहा पाउँछ, थाहा पाउन। मनमा सोचाइ वस्तु, सोचाइ मन, यी सबै अरू धर्म हो। धर्म त जान्नु हो। धर्म चाहिँ के हो? धर्म गर्ने चाहिँ जान्ने हो। अहिले तपाईँले के गर्दै हुनुहुन्छ? धर्म जान्न आचरण गर्दै हुनुहुन्छ हो कि होइन? धर्म भनेको गर्ने होइन, धर्म त जान्ने हो। पुण्य चाहिँ नै गर्ने हो। अब पुण्य भने केलाई भन्ने? लोभ
दोष मोह नभएको काम गरियो भने के भन्ने त्यसलाई पुण्य। लोभले गर्छ भने पाप हुन्छ कि पुण्य हुन्छ? रिसले काम गर्छ भने पाप हो। मोह अज्ञानले गरेको काम हो भने पाप हो। त्यही भएर लोभ दोष मोह भएका काम जतिलाई सबलाई के भन्ने? पाप। त्यसो भने लोभ दोष मोह नभएको कामलाई हो भने पुण्य। त्यही त हो, लोभले गरियो भने पाप भयो हैन। मन सार्छ पदुठेन भाषति वा करोति वा। मन सार्छ मन अग्रसर लागेर पदुठेन नराम्रो भावनाले पदुठेन भाषति बोल्दछ करोति वा या गर्दछ भने त्यसलाई के भनिन्छ भन्दा पाप। मनले नराम्रो भावनाले बोलियो गरियो सोच्यो भने के हुन्छ? पाप। मन सार्छ पसन्दैन आफ्नो मनले राम्रो भावनाले गरियो भने त्यसलाई चाहिँ पुण्य। भाषति या बोलुस् या गरोस्, मन राम्रो भावनाले गर्यो भने अरू हुन्छ कि पुण्य हुन्छ? पुण्य हुन्छ। अघि हिजोको ठुँडा गाउँकी अर्काको घरमा काम गर्ने दासीले पनि ती बुद्ध पार्टीलाई पानी दान गरेर बस्तीबाट निकालिदिन्छु भन्दा पनि गएर पानी दान गरेको पाप हो कि पुण्य हो? किन पुण्य भएको? मन सार्छ पसन्दैन मनले राम्रो भावनाले भगवानहरू महादेव प्यास लाग्यो होला भनेर त्याग भावनाले आफ्नो प्राण गयो भने जाओस् भनेर भित्रबाट त्याग्न सकेको लोभ छ त? हेर्नुहोस् त, अरू अघि पुण्य हो त। पुण्यमी संस्कारले फल दिने बित्तिकै त्यही पिटेर मर्दाखेरि कहाँ पुग्यो कि? देउलो। कहाँ पुग्यो कि? यदि पाप भएको भए कहाँ पुग्थ्यौँ? सार पायो। अहिले पुण्य गरेको हुनाले कहाँ पुग्यो कि? देउलो। हेर्नुहोस् त, अहिले देउलोकमा गएर देउता भएर पनि अप्सरा भएर तल हेर्दाखेरि त भगवानसँगलाई बस्तीवालाले बोलाइरहेका छन्। आज म त्यहाँ जाने पनि धेरैले धर्म बुझ्न पाउँछन् भन्ने भावना देउताहरूले सराप्ने रहेछन् त। सराप्न त्यही पिटेर मारेका त्यही गाउँमा अहिले सबले बुझे हुन्थ्यो भनेर नि भगवानलाई रूप देखाउन आउँदैछन्, हो कि होइन? त्यो आउँदाखेरि भगवानले सोध्नुहुन्छ मनुष्य बुधा किप घाँसी पुण्य महानुभाव देवी। ए देवी यति रूप राम्री भएकी तिमी कौन लोकबाट तिमी यहाँ आएकी हौ? मनुष्य भूता किम काशी पुण्य। मान्छे हुँदा तिमीले के पुण्य गरेकी थियौ, के काम गरेकी थियौ भन्दा उनले भन्छन् भगवान मैले भगवानसँगलाई मैले पानी दान गरेर म देउलो गएको हुँ। के दान गरेर? कहाँ गएकी? देउलो। हेर्नुहोस् त, अरू पुण्यावी संस्कारले फल दिएको। पुण्यावी संस्कारले फल दिने बित्तिकै देउलो पानी दिन सक्छ कि सक्दैन? अहिले अप्सरा भएर आएर भन्दैछु कि मैले मनुष्य लोकमा अहिले यही ठुलो गाउँ कि म दासी हुँ, मैले हजुरलाई पानी दान गर्दा मलाई यहीँ पिटेर मारेका हुन्, तापनि मेरो पुण्य कर्मले गर्दा म देउलो गएर अप्सरा भएर अहिले म यहाँ हजुरलाई वन्दना गर्न आएको भगवान भन्ने बित्तिकै ती गाउँका मान्छेहरूको श्रद्धा कस्तो भयो त? हामीले पिटेर मारेको त बहुतै गल्ती गरेछौँ। आज उल्टै यहीँ आएर भगवानलाई वन्दना गर्दैछिन्। पानी दानले त भगवानमा देउलो गइरहेछ भने हामीले अझै भोजन अझै दान गर्ने भनेर भगवानको देशना सुरु हुन थाल्यो। भगवानको देशना भ्याइएपछि उनीहरूले चाहिँ धेरै दिनसम्म देशना माग गरेका। पहिला त एक छाक भोजनले माफ माग्नलाई श्रद्धाले हो कि डरले हो? अब धर्म सुन्दै बुझ्दै जाँदा डरले गर्छन् कि श्रद्धाले हो? श्रद्धाले। भगवान जस्तालाई पानी दान गर्दा त देउलोकमा गइरहेछ भने हामीले 6-7 दिनको लागि हामीले धर्म देशना माग गर्छौँ। भगवान हामीले दान पनि गर्छौँ, हामीले दर्शना भने सुन्छौँ भनेर भगवानले त्यहाँबाट चाहिँ देशना गर्न थाल्नुभयो। भगवानले के गर्न थाल्नुभयो? भगवानले देशना गर्नु भने अरू देशना गर्नुहुन्छ कि सत्य धर्म देशना गर्नुहुन्छ? सत्य नबुझेको व्यक्तिलाई सुरु कहाँबाट गर्नुपर्छ भन्दा दानबाट। कहाँबाट हो? त्यही भएर भगवानले कर्मै छ दान देशनाबाट गर्नुभएको। र योगीहरूलाई त्यति साह्रो दानको विषयमा त भन्न पर्दैन, दानको विषयमा त भन्नु पर्दैन। असली त अहिले यहाँ ज्ञानका कुराहरू, के का कुराहरू? तापनि दान गर्दा पनि ज्ञान नलगाइकनको दान महफलम हुँदैन। अरे दान गर्दा पनि अरू लगाउनुपर्छ, ज्ञान लगाउनुपर्छ। ज्ञान लगाउनु भनेको नै जान्नु नै ज्ञान लगाउनु हो। जान्नु के हो? ज्ञान लगाउनु। भगवानले दीक्षिन्छ अनुपगम शीलवा दर्शनेन सम्पन्नो कामेषु विज्ञेय गेधम नहि जातु गवसे पुनरिति
भनेर मैत्री सूत्रमा दान नगर्दै तिमीले पहिला दृष्टि हटाउन कोसिस गर। दान नगर्दै के हटाउन कोसिस गर्ने? यो जग्गा जरुरी छ। दान भन्दैमा पनि भनेर हुँदैन। दृष्टि हटाइएको दान हो भने नहीं जातु गपसे पुनरिति अरे पुनः घरिघरि माताको गर्भमा नहीं जात घरिघरि जन्म लिनु पर्दैन। संसार छोटिँदै जान्छ। दान त दृष्टि सहितको दान हो भने दानले माथि पुर्याउँछ, दृष्टिले तल झार्छ। दानले के गर्छ? मनुष्य लोक पनि मान्छे पनि बनाउँछ, देवलोकमा देवता अप्सरा पनि बनाउन सक्छ। दान त पुण्य हो। पुण्य भनेको लोभ मन नभएको हुनाले अलोभ चित्त हो। अलोभले चाहिँ माथि त पुर्याउँछ अरे, तर दान गर्न जान्दैन। मैले गरेको दान, मैले जस्तो कसले सक्छ गर्न दान, म भनेको दृष्टि, मैले जस्तो भनेको अभिमान, मैले जस्तो भनेको मै नै गर माजन हुने हो भनेको टना, मै नै गर माजन हुने भनेको टना, माना, दृष्टि। हेर्नुहोस् त के आए? टना। भन्नुहोस् टना। फेरि भन्नुहोस् त। तना, मान, दिट्ठी। मान भनेको अभिमान, मान भनेको अभिमान भनेको के हो? मै हुँ के हो? नाइसिने गरे, तुलना गरे, म जस्तो, म जतिको कहाँ छ र? त्यो भन्दा म, त्यो के गरेको? अभिमान। त्यो के हो? पालीले मान, हामीले अभिमान। कुशल हो कि अकुशल? अकुशल। तना भनेको तृष्णा भनेको कुशल हो कि अकुशल? इच्छा, लोभ अकुशल। फेरि दृष्टि, दृष्टि भनेको सही हो कि गल्ती? गल्ती पनि कुशल हो कि अकुशल? त्यसरी तना, माना, दृष्टि। भन्नुहोस् त। प्रपञ्च धर्म भइगयो। तना, माना, दृष्टि दान गरेको त अरू गर्न कि पुण्य गर्नु लाग्यो। नजान्दा तना, माना, दृष्टि के आयो? तना, माना, दृष्टि। कुशल हो कि अकुशल आयो? दान गर्न खोजेको त कुशल, पैसा पनि भ्याइयो, पाप पनि कमाइयो। पैसा पनि भ्याइयो, कमाइएन। जान्नाले कि नजान्नाले त्यही भगवानले दिट्ठी च अनुपगम, दृष्टि पहिला हटाउनु अरे। दृष्टि, अब दृष्टि पनि जान्नाले हुन्छ कि नजान्नाले हो? केलाई नजान्दा भन्दा खण्डलाई नजान्नाले। केलाई नजान्नाले? खण्डलाई नजान्ने बित्तिकै तीनटा धर्म कुशल अकुशल ध्यानमै घुसेर आउँछ। मलाई म जस्तो देख्ने बित्तिकै अभिमान, म जस्तो देख्ने बित्तिकै अभिमान। हेर्नुहोस् है, म भनेर लियो भने दृष्टि, म भनेर लियो भने मेरै हो भनेर लियो भने तृष्णा। मेरै शरीर हो, मेरै खुट्टा हो, मेरै हात हो भनेको अरू तृष्णा हो? तृष्णा। हेर्नुहोस् है, मेरै जस्तो मुस्लो शरीर देख्ने बित्तिकै अभिमान भयो। तर म कहाँ अभिमानी छु र भनिन्छ। खण्ड नजान्दा के हुँदैछ? अभिमान। खण्ड भन्नाले मान्छे म जस्तो छ होइन। अहिले नजान्दा तपाईँ हामीले आफूलाई के भनेका? म मान्छे भनिसक्यो भनेन। सच्चै अहिले यहाँ म हो कि यहाँ पञ्चखण्ड हो? पञ्चखण्ड विज्ञान, नाम, रूप, सलायतन, फस, वेदना, सबले एकपल्ट भन्नुहोस् त। विज्ञान, विज्ञान भनेको माताको गर्भमा सर्वप्रथम भएको चित्तलाई विज्ञान चित्त भनेको। माताको गर्भमा सुरु भएको कलकलाउँदो पानीदेखि सुरु भएकोलाई विज्ञान चित्त। के चित्त हो? त्यसलाई चाहिँ नेपालीमा विज्ञान। त्यो कर्मै सत्यले उपकार गर्दा गर्दै यहाँ नामरूप खडा भएर आयो। के खडा भएर आयो? नामरूप भनेको, नाम भनेको खान मन लागेको नाम, खान मन लागेको, खाएको, रूप हिँड्न मन लागेको, नाम हिँडेको, जान्छु भने जान मन लागेको, गएको,
बस्न मन लागेको नाम, बसेको रूप। ऊ होइन, म होइन, नाम रूप। नाम भनेको मन, रूप भनेको परिवर्तन हुने स्वभावलाई नाम रूप। नाम रूपले उपकार गर्दा यहाँ 6 आयतन बनेर आए। के आयतन बनेर आएका? 6 आयतनलाई सलायतन। 6 आयतनलाई सलायतन भन्नुहोस् त। आँखा, कान, नाक, जिब्रो, शरीर, मन। फेरि भन्नुहोस्। अरू कि सलायतन हो? फस्स भने ठोकिने स्वभाव। फस्स भनेको के ठोकिन्छ भन्दा आँखामा रूप, कानमा शब्द, नाकमा गन्ध, जिब्रोमा रस, कायामा फोडभ, मनमा धम्म। भन्नुहोस्। रूप, शब्द, गन्ध, रस, फोडभ, धम्म। बाहिरी आयतन कतिवटा रहेछन्? 6वटा। त्यसलाई ठोकिनेलाई फस्स, ठोकिने स्वभावलाई फस्स। ठोकिने बित्तिकै वेदना। ठोकिने बित्तिकै के हुन्छ? वेदना भनेको अनुभूति गर्नु, राम्रो नराम्रो चाल पाउनु, त्यसलाई चाहिँ वेदना भनिन्छ। के भनिन्छ? वेदना। राम्रो भएछ भने सुख वेदना, दुःख भयो भने दुःख वेदना। राम्रो नराम्रो केही पनि होइन भने, राम्रो पनि होइन नराम्रो पनि होइन भने उपेक्षा वेदना। कति प्रकारका वेदना? 3 प्रकारका। यो क्षणक्षणमा भइरहेको यो वेदनालाई नजान्दा तपाईहरुले को लिएको? म। के भनेर लिएको? म। वास्तवमा साँच्चै ज्ञानका आँखाले हेर्दा अरू हैछ कि पञ्चखण्ड हैछ? पञ्चखण्डलाई नजान्दा अरू हुन्छ कि दृष्टि हुन्छ? त्यसो भने पञ्चखण्डलाई यो म हैछ, विज्ञान चित्त रहेछ, त्यसमा नाम रूपको स्वभाव छ। यी सलायतन भनेका 6 प्रकारका आयतन छन्। त्यसमा ठोकिने स्वभाव हुँदाखेरि एउटा एउटा वेदना हुन्छ भनेर जान्दिने नि दृष्टि हट्छ कि हट्दैन? अहिले नजान्दा पो दृष्टि भएको, नजान्दा पो के भएको? खण्डलाई नजान्दा के भएको भन्दा गल्ती लिएको। खण्डलाई नजान्दा के लिएको? गल्ती लिएको। लौकिकमा त ठिकै छ नि, हामीलाई मान्छे होइन। अहिले तपाईँले यहाँ भन्थे भन्नु चाहिँ भन्नु न। अच्छा भन्थे भनेर त भन्नुभयो, किलाई भन्थे भन्नुभएको? एकैटा खोज्ने पनि भन्थे खोजेर भेटिन्छ? भेटिन। टाउको गडौँ टाउकोलाई भन्थे भन्नुभएको होइन? त्यसो त अरू पनि त गडौँ छन् हो कि होइन? भन्थे भनेर टाउकोलाई भनेको हो त होइन? त्यसो भने चिवरलाई भनेको हो? चिवरलाई भने त बजार दोकानभरि छन् नि चिवर। भन्थे भनेर बोल्छ भन्थे? बोल्दैन। त्यसो चिवरलाई भनेको पनि होइन। यो नाकलाई भनेको पनि, यो छालालाई भनेको पनि होइन। एकउन्टा यहाँ हड्डीलाई भनेको पनि एकउन्टा यहाँ भन्दै भनेर खोज्ने पनि भेटिँदैन। त्यस्तै तपाईँलाई मान्छे भनेर भने तपाईँको मान्छेलाई, तपाईँलाई मान्छे, छोरी मान्छे, छोरो मान्छे भनेकोलाई एकउन्टा माथिबाट हेर, कपाललाई अलग्गै छुट्टा निकालेर राख्नुहोस्। यहाँ कपाललाई छोरी मान्छे भनेको हो होइन? त्यहाँबाट त्यो छालालाई भनेको, नाकलाई भनेको, हड्डीलाई भनेको एकउन्टा खोज्ने पनि त्यहाँ भेटिन्छ। तर यस्तो आकार भएर यसरी भएर दुईटा हातले, दुईटा खुट्टाले, दुईटा हात यसो गर्दा हिँडेको भएर तपाईँ हामीलाई के भनेका? मान्छे। पहिलेका मान्छेले यिनीहरू त मान्छे होइनन्, यिनीहरू त पहिलादेखि बँदेल हुन् भनेर हामीलाई के भन्थे? बँदेल। यो त सानैदेखि नाम राखेर मान्छे भनेका होइन। अङ्ग्रेजीले मान्छे त भन्दैन, भन्छ बर्मा कोस्टेले मान्छे भन्छ त। हामी नेपालीले मात्रै मान्छे भनेका। पालीमा मनुष्य, संस्कृतले मनुष्य, हामीले मान्छे। यो त जान्नको लागि मात्रै हो। साँच्चै त्यसलाई छुटाएर हेर्ने भने मान्छे भनेको केलाई भन्ने भन्दा छ त? छैन। आज उपमा दिन्छ तपाईँलाई, हमेसा उपमा दिन्थे। अहिले यसलाई हामीले डमायो, पट्टी निसको डमायो, अथवा धर्मालय, ध्यान भावना आचरण गर्ने ध्यान केन्द्र भनिन्छ कि भनिन्न? किन भन्दा सबै तपाईँ आगुहरू आएर यहाँ ध्यान बस्छौँ, अरू आए पनि ध्यान बस्छन् भन्नाले ध्यान केन्द्र भयो, हो कि होइन? भोलि बिहान यहाँ ध्यान केन्द्र नलागे तपाईँ ध्यान बस्न नआउने। भोलि जाने सबै यहाँ जाने टिभी सलाउन राखेर भोलि काराओके नाच्न आउनुहोस्। त्यहाँ के भन्छन्? काराओके भन्छ कि भन्दैन? अहिलेको ध्यान केन्द्र कहाँ गयो? छ त? छैन। अच्छा ध्यान केन्द्र भनेको यो तपाईँहरू बसेर मान्छेलाई भनेको कि खाँबाहरूलाई भनेको होइन? यहाँ भगवान्का भएका मूर्तिलाई भनेको, यो हललाई भनेको होइन? त्यस्तै ध्यान भावना गरेर ध्यान केन्द्र। अहिले यस्तै गरे भोलि यहाँ चाय बिक्री गर्ने पनि के हुन्छ? यो चाय होटेल। भोलि गाई ल्याएर होलिदिने पनि
गाईको बाख्रा ल्याएर उल्दिने पनि बाख्राको खो अहिले ध्यान केन्द्र हराएन साँच्चै खोज्ने छ त छैन। ती बाख्रा गोरुको ती गाई गोरु सबै टट्टुकै हराउँछ। यसलाई थचक थिचक नेचक निचिक पारा हेर्ने यसमा खालि के को स्वभाव रहन्छ भन्दा रूपको स्वभाव। के को स्वभाव रहन्छ? रूपको स्वभाव भन्नाले पृथ्वी आप तेज वायु। त्यस्तै प्रकार अहिले धर्मालय केन्द्र ध्यान केन्द्र खोजेर नभेटे जस्तै तपाईँ हामीको शरीरमा पनि मान्छे भनेर खोज्ने पनि छैन। अहिले त फल्ना मान्छे फल्ना नाम यो नाम त्यो नामलाई अछट्टै हटाइदिनु पहिला नाम हटाउने बित्तिकै मान्छे मात्रै रहन्छ। त्यहाँबाट छोरो मान्छे छोरी मान्छेलाई त्यो छोरो मान्छे छोरी मान्छे दुइटै हटाइदिने सबै मान्छे मात्रै रहन्छ। त्यो मान्छे पनि हटाइदिने यहाँ के रहन्छ? नाम रूपको स्वभाव रहन्छ। नाम रूपको स्वभाव भनेको एउटा एउटा परिवर्तन हुने स्वभाव पृथ्वी आप तेज वायु। भन्नुहोस् त पृथ्वी आप तेज वायु हो यो रूपको स्वभाव हो। यो रूपको स्वभाव रहन्छ। तर ध्यान केन्द्र अघि भनेकोमा रूपको स्वभाव मात्रै छ नामको स्वभाव छैन। उसले जान्दैन। तर तपाईँ हामीले जान्ने स्वभाव छ कि छैन? छ। जान्ने स्वभाव भएको हुनाले मनको लहर भएको हुनाले त्यसलाई नाम भनिन्छ। के भनिन्छ? नाम। नामलाई चाहिँ चित्त चैतसिक दुईटा भएको हुनाले उसलाई नाम भनेको पालिन्छ। त्यसो भने नाम रूप के रहेछ? नाम रूप के छ? नाम र रूप मात्रै छ। तर यसलाई नजान्दा तपाईँ हामीले ज्ञानका दृष्टिले नहेर्दा ज्ञानका आँखाले नहेर्दा हामीले के भनेका मान्छे भगवानले हो आफूलाई हामी मान्छे लिनु नै उस्तो शरीर लिनु नै दृष्टि हो। यो नै के हो? दृष्टि भनेको नै गल्ती हो कि सही हो? गल्ती भएको हुनाले दिट्ठी गल्ती लिएको हुनाले के भनेको दृष्टि। दृष्टि नै कुशल हो कि अकुशल हो? भगवानले हो यो दृष्टिले गर्दा चार अपाय जान परेको यावत प्राणीहरूलाई। तपाईँ हामी मात्रै हो यावत प्राणीहरू हो। जो व्यक्तिले पनि आफूलाई आफै म लिन्छ भने मले नै कुराको हो तल। दृष्टि त अपाएको बिउ हो अरे दृष्टि के हो? त्यसो भने तपाईँ आफूले खम्दलाई खम्द हो भनेर जान्ने बित्तिकै अपाएको बिउ मासिन्छ कि मासिन्न? त्यसो भने अपाएको बिउ मास्नु भने केलाई जान्नुपर्ने रहेछ? खम्दलाई। केलाई जान्ने? खम्दलाई जान्ने बित्तिकै खन्द भनेको म हो कि खन्द हो? खन्द भनेको जम्मा भइएका स्वभावलाई खन्द भनेको। जम्मा भएको स्वभाव जम्मा भएकोलाई के भन्ने? खन्द। के को स्वभाव जम्मा छ भन्दा नामको र रूपको। के को छ भन्नुहोस् त? नाम र रूपको। रूप भनेको एउटा एउटा बदली हुनेलाई रूप। एउटा एउटा बदली हुनेलाई के भनेको? रूप। तपाईँ हाम्रो यो रूप हेर्नुहोस् त सानामा झलुङ्गामा सुतेको रूप अहिले यो रूपसँग मिल्छ? नभए तपाईँले सानसाना बालकमा खिचेको आमासँग फोटो छ घर घर हेर्नु सानामा खिचेको फोटो अहिले गएर फोटो खिच्नुहोस् मिल्छ? त्यतिखेरको रूप त्यो अहिलेको हो? त्यसो भने त्यतिखेरको रूप अर्कै अहिलेको रूप अर्कै हो। त्यो रूप के हुँदै आएको? बदली हुँदै आएको। के हुँदै आएको हो? त्यसरी परिवर्तन भएर बदली भइराख्नेलाई के भनेको? रूप। अब हो त्यो रूपलाई यस्तो भएको हो भनेर जान्ने स्वभावलाई चाहिँ नाम। जान्ने स्वभाव चाहिँ चावडा हुन्छन्। कतिवटा हुन्छन्? चावडामा भन्नुहोस् त वेदना एउटो, संज्ञा एउटो, संस्कार एउटो, विज्ञान एउटो। यसलाई चाहिँ नाम खण्ड भनिन्छ। भन्नुहोस् त वेदना संज्ञा संस्कार विज्ञान। यो चाहिँ अरू हो कि नाम खण्ड हो? रूप खण्ड चाहिँ एउटो, रूप खण्ड चाहिँ नाम खण्ड चावडा। यसलाई नाम रूप भन्नुहोस् त। नाम रूपलाई नाम रूप हो भनेर जान्ने भने यसमा म हो कि नाम रूप हो? त्यसो भने तपाईँहरूको अहिले शरीर नै अरू हो कि नाम रूप हो? म भनेर चाहिँ नलिनु। भन्न त हुन्छ कि हुन्न? भन्न पर्यो। फेरि भन्नै हुन्न भनेर भरे नि हस्पिटल गएर टाउको दुख्यो भने नाम रूप दुख्यो भनेर हुन्छ त? हुँदैन। टाउको दुख्यो हात दुख्यो भने हात दुख्यो, भुँडी दुख्यो भने भुँडी दुख्यो भन्न पर्यो नि। त्यो त समुति सत्यमा। तर साँच्चै ज्ञानले हेर्दाखेरि म टाउको खुट्टा हात रहेछ कि नामरूप रहेछ? नामरूप। अहिले यो भएको नामरूपमा पनि योगीहरूले हेर्ने नयाँ उत्पन्न हुने नामरूपलाई नयाँ उत्पन्न हुने नामरूप अहिले नयाँ पछुपन्न वर्तमानमा जे उत्पन्न हुन्छ त्यो चाहिँ नामरूपलाई हेर्न जान्यो भने ज्ञानले हो त्यसलाई काट्न सकिन्छ। त्यो हुन्छ ज्ञान। त्यसमा हट्छ दृष्टि।